गुड मर्निङ साथीहरू। मेरो बुढा चाहिँ पूजा आजा गर्ने रे खुकुरी दाउ के बँदेल के काट्नेलाई चाहिँ हतियारलाई चाहिँ के गर्नुपर्छ हौ? अब यो हतियार औजारहरूलाई चाहिँ नि पूजा गर्नुपर्छ, भोग खोज्छ अरे, त्यही भोग दिने हो आज परम्परा अनुसार। अनि मैले चाहिँ जमराहरू सिका पारेको छु। अब रहर गरेको रहर पुर्याइदिनु पर्यो, यस्तै हो, रहर गरिरहने हो। विधिपूर्वक पूजा गरिन्छ। पूजा आजा सुरु भयो। मैले चाहिँ अब यहाँ तयारी बनाएको छु। किन अँधेर अँधेर देख्छ हो? मोबाइल पनि के उज्यालो नभएको होला। गर्दै हुनुहुन्छ पूजा आजा। के गर्छु त भन्ने सबै ठिक पारिदिएछु मैले। गर्छु त भन्ने अनि केही मेसो नपाउने बुढाबुढी भएपछि अब मलाई त मेसो पाउँदैन, गाह्रो हुन्छ। ऊ त मभन्दा 12 वर्ष जेठो मान्छे धन्न गरिराख्नु भएको छ यतिको है। गाह्रो छ गाह्रो। अब यहाँनिर चाहिँ धुपौरोमा धुप हाल्नुलाई कपुर बत्ती पाटेको धुप। अनि यहाँ चाहिँ मैले बत्ती बालिसकेँ। यो पनि हो, यो पनि बाल्नुपर्ने रे टुसो। इस के ल्याउँछ छोरीहरूले। यस्तो ठिक्क पारेछु गणेशजीलाई। यो फुलबत्ती अलिकति अक्षतन चाहिँदैन होला है। अक्षता अनि त्यही भएपछि भइगयो नि। हो त्यो लगाइदिनु, फुल लगाइदिनु, हेरी सबै भन्नुपर्ने। ठिक्क पारिदिएपछि त गर्नु न हौ। अनि केरा फलफुल चढाउनु, एउटा फलफुल चढाउनु। पैसा छैन? पैसा चढाइदिनु। यत्रो अबिरहरू छ। चाहियो एउटा काठ। यो बुढाले फेरि भोग दिए रे, खै के भन्नु, भोग दिनु पर्ने रे। अचम्म। माथि गरेर ल्याउँछ एउटा दाउरा। अनि अहिले भर्खर यहीँ थियो त। त्यो गरी नि त। एउटा कोपिन्टो काट्नु अझ चाहिन्छ। ल अब लौका काट्ने रे, मारा हाने अरे। ल रहर चाहिँ गर्नु। फुलहरू चढायो। फुल त एउटै चढा छैन त के गरे? उता नि चढाउनु। ए लौ नौ दुर्गा भवानीको आशीर्वादले सबैको कल्याण हो, सबैलाई रक्षा गरिदिनुहोस्, सबैको रक्षा गरिदिनु। सबै हिँड्ने डुल्ने घुम्ने सबैजनालाई हजुरले रक्षा गरिदिनु पर्यो है भगवान् शरणम। रहर चाहिँ गर्ने कि। अनि जमरा नि राख्नुपर्ने होला। जमरालाई पूजा गर्नु पर्यो। हेर अनि पानी छम्क्यो। यो पानी
खै उहाँ चढाउनु पऱ्यो नि पानी यो पानी त्यहाँ राख्नुपर्छ त्यो होइन होला यता गणेशलाई त्यो यो गणेश भगवान्लाई यो पनि चढाउन हो त ल ल ल ल ल ल यहीँबाट लगाएर चढाइदिनु हुन्छ हुन्छ हस् 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 अनि अब के गर्दोस् हेरौँ अबिर केसारीले रक्षा गरिदिनुहोस् कल्याण गरिदिनुहोस् परमेश्वरी गर्छु भन्छ अब त सक्दैन होला है भनेको गर्नै पर्छ अरे ती राख्नु नि ती राख्नु गर्नु खोज्नेलाई गर्नु दिनु पर्यो ऊ त्यस्तै चरा छ त एकै ठाउँ खेलेको ल त्यहाँ बसेर यस्तो गर्ने हो अब के अलमले हाल्नु अलमले मोटरसाइकल पनि अलिअलि यसो धोइदिउँ पहिले पानी चढाउनु पर्छ क्या यो चढाउनु भन्दा पहिले पानी यसो छम्किनु पर्छ बुढा के कुरा गर्नु गर्ने रे ए म छट पर्छु डराएछ मजाले उता तिल जाउ पनि छर्नुहोस् तिल जाउ ए टेरे पो के मेरो ढिपी भन्दा कहाँ उसले मै जति बोले पनि उसले उसको ढिपी छोड्दैन अब त्यस्तो डलेर के तिल जाउ खोइ हाले त्यहाँ लौकालाई कान सुन्ने हो र फेरि नरिवललाई नि हाल्नु न नरिवललाई खै पूजा गरे पानी हाल्नु पहिले हो त्यहाँ यति त हो नि है अब कुबिन्डो काट्ने जमरा एउटा उता बाटोमा लान्छ होला कि पहिले यहाँ सिद्ध्याउनु न काम सिद्ध्याउनु पहिले थाहै ल छ अब म मार हान्छु है त ठुलो खुकुरीले मार हान्ने हो के भएको आज मेरो क्यामेरा पनि कुरो फर्काएर मार हानिन्छ ल है मार हाने मैले चिल्लै जा ल परमेश के गरे होला त्यो अब नरिवल मार हान्ने टाउको त्यहाँ चढायो फेरि अब नरिवल खोज्नु पर्दैन पर्छ पोक्लेटो मान्छे घडी फुकले चाहिँ मार हान्दाखेरि कहाँ त्यहाँ गर्ने हो र यहाँ उ त्यहाँनिर त्यहाँ बोल्ने छ उता हो त्यसमा यहाँ नि हो ल पूजा आज सिद्धियो अब यति हो है साथीहरू ल है मेरो चाहिँ आज क्यामेरा के भइरहेछ थाहा छैन यस्तो के भिडियो हाल्नु हो र है साथीहरू त्यही पनि हेर्नुहोस् है